आइसिसी टी20 वर्ल्ड कप 2026मा नेपाल एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। हो दर्शक वृन्द, समूह चरणका खेलहरूमा अपेक्षा अनुसार प्रदर्शन गर्न नसक्दा नेपालको सेमिफाइनल यात्राको सपना अधुरै बनेको छ। सुरुवाती खेलमा सङ्घर्षपूर्ण प्रदर्शन देखिए पनि महत्त्वपूर्ण क्षणहरूमा भने अनुभवको कमी देखियो। विशेष गरी बोलिङ र फिल्डिङमा सुधारको आवश्यकता देखिएको विश्लेषण गरिएको छ। ब्याटिङतर्फ केही खेलाडीले राम्रो इनिङ्स खेले पनि टिमको समग्र प्रदर्शन प्राप्त हुन सकेन। नेपालले अब अन्तिम खेलमा प्रतिष्ठाका लागि खेल्नेछ। प्रशिक्षक र कप्तानले भने आगामी प्रतियोगिताका लागि सकारात्मक सङ्केत देखिएको बताएका छन्। फ्यानहरूको समर्थन भने अझै पनि अटुट छ। सामाजिक सञ्जालमा समर्थकहरूले खेलाडीहरूलाई हौसला दिँदै हारमा पनि हाम्रो साथ छ भन्दै प्रतिक्रिया जनाएका छन्। अब नेपालको ध्यान आगामी अन्तर्राष्ट्रिय सिरिज र विकास योजनातर्फ केन्द्रित हुनेछ। युवा खेलाडीहरूका लागि यो ठूलो सिकाइको अवसर बनेको छ।